साथीहरू अहिले चाहिँ हामीहरूले मुकबाङको लागि यहाँ खाना बनाउँदैछौँ। म चाहिँ अहिले अन्डा फ्राई गर्न लागेको छु। यहाँ चाहिँ मनमायाले चाउचाउ बनाउँदैछ। करुणा चाहिँ त्यसै म क्यामेराम्यान हो साथीहरू। त्यसै लिएर हिँड्छ। अनि यहाँ चाउचाउ बन्दैछ हाम्रो। अनि भित्र चाहिँ के बन्दैछ म तपाईँहरूलाई देखाउने छु। अहिले चाहिँ हामी यहाँ मायाको घर छौँ साथीहरू। अनि यहाँ चाहिँ हाम्रो मासु फ्राई हुँदैछ। अनि यो काँक्रा सलादको लागि यहाँ मायाले चाहिँ अहिले यहाँ अन्डा फ्राई गर्दैछ। हाम्रो रातिको भिडियो चाहिँ यसरी हुन्छ साथीहरू। खानेकुरा बनाउँदै हामीले चाहिँ धेरै जस्तो भेटेकै हुन्छ, खानेकुराहरू खाएकै हुन्छ, तर भिडियो चाहिँ बनेको थिएन। आज चाहिँ मैले फुल भिडियो लिएर आउँदैछु तपाईँहरूको सामु। अन्तिमसम्म हेरिदिनु होला। मासु र अन्डा बन्दैछ। चाउचाउ त रेडी भइसकेको छ हाम्रो। अब कुक चाहिँ यानुमा हो, म भिडियो गराउने। अनि मनमाया दिदीले चाहिँ यता के गर्नुभएछ कुन्नी भाग्नु भयो के मैले देखाउँछु भने चाहिँ के अरे भाग्नु भयो। काम त चल्के त नाक्यो अरू त नहाले। र साथीहरू अहिले चाहिँ हाम्रो खानेकुरा सबै रेडी भइसकेको छ। तपाईँहरू देखाउँछु। यहाँ रहेको छ हाम्रो पिरो चाउचाउ, अनि यो मासु र अन्डा, अनि यहाँ रहेको छ हाम्रो सलाद, साथसाथै मिठाई र बिउ पनि, अनि उता पनि छ हाम्रो एउटा इनर्जी ड्रिङ्क साथीहरू। अनि अब हामीले चाहिँ करुणाले भ्लग बनाउनको लागि इनर्जी ड्रिङ्क पिउन लाग्दैछिन्। अब हामीले खाना सुरु गर्छौँ साथीहरू। सबैजनाले अन्तिमसँग भिडियो हेरिदिनु होला। साथीहरू अहिले चाहिँ हामीले यहाँ मुकबाङको लागि खाना रेडी भइसकेको छ। यस्तो हामीले चाहिँ गफ गरी खान्छौँ। अनि साथीहरू यो चाहिँ मेरो फर्स्ट मुकबाङ भिडियो हो मेरो च्यानलको लागि। सबैजनाले हेरेर माया गर्न चाहिँ नबिर्सिनु होला। ल हामीले चाहिँ अब खाना सुरु गर्छौँ है। साथी नै पहिला दियो साथी। खाए ल साथीहरू। यो भिडियो हेरेर साथीहरूलाई रिग्रेट हुनसक्छ है। हाम्रो साथीहरूलाई चाहिँ हाम्रो साथीको ग्रुपै हामी 7 जना छौँ कि, तर भन्नै पर्दा होइन। तर अहिले चाहिँ सबैजना अब त्यस्तै उसले छुट्टिन परेको बाध्यता, छुट्टिन पर्ने बाध्यता छ। हामीले सबैजनालाई धेरै मिस गरेको हुन्छौँ। तर जति बेला नि हामी तिनवटा चाहिँ जहिले नि भेट भइरहेको हुन्छौँ। अनि अरू त टाढा छ नि धेरै, त्यही भएर हामी सबैलाई मिस गरेको छौँ। अब पछि कुनै बेला भेट्दा चाहिँ यस्तै मुकबाङ भिडियो गर्नेछौँ तपाईँहरूको सामु। हामीले फेरि सबैजना साथीहरूसँग ल्याउने छु। म चाहिँ अब सुरु है साथीहरू खाना सुरु भयो। मासु पनि हालौँ है। हालौँ सुकिसँग झल्यो। One, two, three. खाए ल। फर्स्ट बाइट। साथीहरू हामी गफ गर्दै
Punya. Wah, dia kayak gini dia tadi. Marah dia punya aja. Bisa berbagi aku dikasih dia. Dia mana? Aku sudah ini. Namanya sakit sekali. अनि मैले चाहिँ यो साग फर्स्ट टाइम खाएको First time lah. Kalau jadi पनि यसरी भेट्दा करेन्ट चौताउँदै छुट्टै नै साथीहरु नेपाली तर भिडियो बन्दैन भात पकाइदिउँ भन्छ छि भात पनि भन्छ नि बनाइले अब हामीले भात त सधैँ आफै गर्न खाइरहेको हुन्छ त्यही भएर कति भात खाऊँ भनेर कि हामी त्यस्तै मोटा होइन कि साथीहरू हेर्नुहोस् हामीले यस्तै खाएर सबैले हामीलाई कति मोटी 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 भन्छ तर के गर्नु दुई दिने जिन्दगीमा खानै पर्छ होइन र अझै रातिको 10 बज्दा ला यस्तै त खान्छ yang Mana sudah ada langsung di kota tu. Aku masih tahu ya. nggak cuma nama itu Kami jadi orang. Mereka jadi dia apa? Ada apa sih? Iya, nanti dulu ya. Bukan kata dia ini mana? Ini lagi dah tanya. bisa Ini lagi dah. nanti mau jangan Kita kaya main game sekarang macam bingung ya. Mana sih sih. Nah. Ya. Saya mau dikotak. Tahu ada apa sih? Tahu macam mana? Dia kuat nak ni pun ada apa? Tak duka pas saja. Mana kasih dia? Mau mana dia? Inam. Dah lah. Mana dia? Mana? Mana? Mana kan sih? Mana kan? साथीहरु अहिले चाहिँ हाम्रो यहाँ खाना पनि सकियो यो थाल पनि खाली गरेको छ यहाँ माइले लास्टमा खाएको चाहिँ यस्तो खाली गरेर अझैसम्म नि हातमा लिँदैछ अनि हामीले चाहिँ यो साग तुर्याउन सकेन त्यो बच्यो अनि यस्तै छ खाइसीको हालत यता मनमाया दिदी हुनुहुन्छ यता यानमा यहाँ चाहिँ म छु अब मेरो भिडियो चाहिँ यति नै अनि तपाईहरुलाई अनि मेरो भिडियो चाहिँ यस्तो धेरै हुँदैन ठिक्कको हुन्छ अनि अन्तिमसम्म हेरिदिनु होला अनि भिडियो हेरेपछि लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरु अनि म अन्तिममा यो बाइ अनि यहाँ मैले साथीहरुलाई दिएको छु बाइ Thanks for watching Karna Sunariko YouTube channel ma. Bye. बाइ यस्तो छन् मेरो साथीहरु